सो मलाई धेरै मेसेजहरू आउने गर्छ जसमा मान्छेहरूले चाहिँ मलाई तपाईँसँग काम गर्न मन छ, तपाईँकोमा इन्टर्नसिप अपर्च्युनिटी छ कि छैन, वा मलाई सिकाउनुहोस् मात्र, बरु म तपाईँको लागि फ्रीमै काम गरिदिन्छु भनेर भन्नुहुन्छ। र त्यस्तो काइन्ड अफ मेसेजहरूलाई चाहिँ म एउटै रिप्लाई गरिरहेको हुन्छु कि हाम्रोमा अहिले भ्याकेन्सी छैन भनेर। यो रिलबाट म तपाईँहरू सबैजनालाई एउटा कुरा के सेयर गर्न चाहन्छु भन्दाखेरि चाहिँ कुनै पनि कम्पनी वा इम्प्लोयरले हायर गर्नुभन्दा अगाडि चेक गर्छन् कि तपाईँ त्यो कम्पनीको लागि लायबिलिटी हुनुहुन्छ कि एसेट। यदि तपाईँलाई हायर गरेपछि सबै कुरा स्क्रैचबाट सिकाउनु पर्ने हुन्छ, तपाईँले फ्रिक्वेन्टली मिस्टेक्सहरू गर्नुहुन्छ जसलाई फ्रिक्वेन्टली रिजल्भ पनि गर्नुपर्छ, वा तपाईँलाई कन्स्ट्यान्टली मोनिटर सुपरभाइज गरिराख्नु पर्ने हुन्छ भने यु आर अ लायबिलिटी। किनकि तपाईँलाई हायर गरेपछि कम्पनीले आफ्नो ग्रोथको लागि भन्दा पनि तपाईँलाई सिकाउनको लागि आफ्नो टाइम, एनर्जी, मनी इन्भेस्ट गर्नुपर्ने हुन्छ। र केही ग्यारेन्टी हुँदैन कि तपाईँले सिक्नु भइसकेपछि त्यही कम्पनीमा काम गर्नुहुन्छ भनेर। तर तपाईँ अलरेडी स्किल्ड हुनुहुन्छ, डे 1 देखि भ्याल्यु बोकेर आउनुहुन्छ, तपाईँलाई यो गर त्यो गर भनिराख्नु पर्दैन, र कम्पनीको ग्रोथको लागि तपाईँले आफ्नो कन्ट्रिब्युसन दिनुहुन्छ भने यु आर एन एसेट फर द्याट कम्पनी। अब सोच्नुहोस् कि तपाईँलाई हायर गर्नको लागि तपाईँले केही भ्याल्यु बोकेर आउनुहुन्छ कि तपाईँलाई स्क्रैचबाट सबै कुरा सिकाउनु पर्ने हुन्छ। किनकि कुनै पनि कम्पनीले अनस्किल्ड लायबिलिटीलाई हायर गर्न भने खोज्दैन। त्यसैले आफूलाई स्किल्ड बनाउनु भयो भने कम्पनी र क्लाइन्टले तपाईँलाई खोज्दै आउनेछ, तपाईँले खोज्दै जानु पर्दैन।